त्यो धेरै के टिनेजर छोराछोरीहरू भएको आमा बुवाहरूको थैलाका थैला बोराका बोरा गुनासाहरू हुन्छन् के। म पनि मेरो पनि छोराछोरीहरू त्यही उमेरका हुन् है। गुनासा कस्तो भने मेरो छोराछोरीले सुन्दै सुन्दैन, केही बोल्यो कि त झनक्कै रिसाउँछ, ढ्याङ्ग ढोका लाएर भित्र छिर्छ। एउटा चिया पकाएर एउटा खाना पकाएर खाना दिने र खाने ढङ्ग पनि छैन। आफूभन्दा ठुलालाई रेस्पेक्ट पनि गर्दैन, नातेदार कहाँ पनि जाँदैन, खाली घरैमा बस्छ कि चाहिँ साथीहरू भनेर हिँड्छ। पढ्दा पनि पढ्दैन, भनेको जस्तरी नि पढ्दैन। अझ कोही कोही त काना गीत लाएर पढ्छ भनेर भन्नुहुन्छ। हेर्नु न कति तनाव अभिभावकलाई गत न पतको। ए बाबा, एउटा कुरा मैले धेरैचोटि भनेको छु, खलिल जिब्रानले भने जस्तै छोराछोरी तपाईँहरूले पाएको हो, जन्माएको हो, छोराछोरी तपाईँको होइन। यो कुरा थाहा पाउनु। उनीहरूको आफ्नै संसार, आफ्नै व्यक्तिगत जीवन छ। तर हामीले जन्माएपछि हाम्रो कर्तव्य के हो भने हामी रेस्पोन्सिबल प्यारेन्टिङ गर्नुपर्छ। हामीले छोराछोरीलाई हुर्काएपछि त गर्न पर्यो नि, बिचार कहाँ जाने हो, छैन नि त, हात खुट्टा लाएपछि त हिँड्छन्। तर सानो बेलामा हामीले गाइड गर्नुपर्छ, हामीले एक्जाम्पल भएर, कराएर होइन, इमोसनल ब्ल्याकमेलिङ गर्ने होइन। उही म त आमा हो 9 महिना पेटमा राखेको, यस्ता शब्दले केही गर्नेवाला छैन, छोराछोरीलाई गर्दैन। हामीलाई पनि गरेन, हजुरहरूलाई पनि गरेन, कसैलाई पनि गरेन। त्यसैले उनीहरूको विकासको चरणहरू, जुन उमेरगत विकासका चरणहरू, उनीहरूको ब्रेनको डेभलपमेन्टका अवस्थामा उनीहरूलाई चाहिने हरेक समय प्याम्परिङदेखि लिएर होला, मायादेखि लिएर होला, कडलिङदेखि लिएर होला, अनुभव गराउने के, हिलोमा खेलाउने, भाँडाकुटी बस्ने, कुरा गर्ने, एक्सर्साइज गर्ने, होइन, मिठा मिठा कुराहरू राख्ने, त्यो मोरल बुस्टअप गर्नको लागि त गर्न पर्यो। जन्मिन पाएन, अलिअलि यसो गर्यो भने थन्काइदिनको लागि चाहिँ कता कता लएर स्कुलतिर हाल्यो। अनि त्यस पछाडि भोलिपल्ट ए लेख्नलाई बिचरो हड्डीको विकास भएको छैन, त्यो पेन समाउन सक्दैन। ब्रेनले चाहिँ जुन ब्रेनको जुन हाफ हुन्छ नि त, त्यसले अर्डर गरेका छैन। मोटर स्किल्सहरू त्यसो, जुन बेला बच्चा पानीमा थ्याप 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 गर्ने, माटो खेल्ने, बालुवा खेल्ने, ऊ गर्ने बेलामा चाहिँ जबरजस्ती स्ट्रक्चर बनाएछ, थालेछ गरेर चाहिँ गरिदिने। जबर फेरि त्यो पनि देखाउने अर्कोसँग तुलना। 3 वर्षको बच्चालाई त्यसको अक्षर यति राम्रो छिमेकीको छोराको, मेरो छोराको भएन, हेर त, यस्तो गरेर हुर्काउने। अनि ठुलो भएपछि चाहिँ मेरो बच्चा घरबाट निस्केन, मेरो बच्चा बोल्न सकेन, मेरो बच्चाले राम्ररी पढेन, यस्तो कुरा हुन्छ? हुँदैन। त्यही भएर 1 नम्बर त अभिभावकहरूले बुझ्न पर्ने, हजुरहरूको पहिलो आफूले आफ्नो इमोसन्सलाई रेगुलेट गर्न जान्ने। यो फेरि के भएको थाहा छ, जेनेरेसन टु जेनेरेसन पास भयो होला कि कति अभिभावकहरू त्यस्तै गरेर हुर्केर आउनुभयो नि। तर यो कुरा पनि मैले एउटा भन्छु, थाहा छ, अहिलेका अभिभावकहरू त अहिले त टेक्नोलोजीसँग र पढेका र जानेका एक्सपोजर भनेर हामी त केटा नै छौँ भनेर डटेरै हिँड्नुहुन्छ नि त। भने पहिलाका बिचारा बुढाबुढीहरू त्यो 6-7 वर्षमा पनि बिहा गरेका हुनुहुन्छ, हाम्रा कतिका आमा बुवाहरू, हजुरबुवा हजुरआमाहरू, होइन। त्यो वल्लो डाँडा र पल्लो डाँडाको बिचमा खाल्टोमा एउटा घर भएर संसार केही नदेखेको त्यो अन्धकारमा, न टेक्नोलोजी, न पढाइ, न स्कुल, न केही, न कतैतिर, त्यस्तोमा हुर्केको आमा बुवाहरूले धन्न हामीलाई पढाइदिनु भएछ, त्यसको लागि एकदमै ठुलो चाहिँ गर्नुपर्छ। त्यो पनि नबुझ्ने। अनि अहिले त्यही कुरालाई लिएर आफूले आफ्ना छोराछोरीमा त्यही खोज्ने। मैले भनेको मानिनस्, हजुरको लागि मान्ने हो कि बच्चाले सही कुरा के हो, उसको पनि त इच्छा छ, उसको पनि त चोइस छ, त्यो कुरालाई खै ध्यानमा दिएको। अनि हामी यो ङ्याङ कराउँछ। ल तपाईँहरू आफैलाई बुढाले बुढीलाई कराओस् त, बुढी बुढाको छेउमा बस्न मन पराउँछ, बुढीले बुढालाई कराओस् त, बुढो चाहिँ बुढीको छेउमा बस्न मन लाग्छ। त्यस्तै हो हाम्रा छोराछोरीलाई पनि। अहिले साना छन् भनेर हजुरहरूले हामीले भने जस्तो भनेर यो छाती पिट्नै पर्दैन। मैले यो कडा कुरा भएर, तितो सत्य भएर यसरी बोलेको है, फेरि रिसाएको होइन, गाली गरेको होइन, मैले आफूलाई पनि भनिरहेको छु यो बोल्दै गर्दाखेरि। त्यही भएर अनि उनीहरूलाई चाहिँ कहिलेकाहीँ चोइस हुन्छ नि, तिमीलाई कस्तो स्ट्रेस छ आज, तिमी स्याड छौ कि, यसलाई हामी कसरी गर्न सक्छौ, ओके, स्पेस चाहिँदैन बच्चालाई, ङ्याङ। अझ कोही कोही अभिभावकहरू त मैले त खुद आँखाले देखाएको छु, त्यो बच्चाहरू कोठामा भयो, साथीहरू आयो भने त्यहीँ गएर बस्ने अनि कान सुन्ने। कुरा गर्छन् त उनीहरूको उमेरका अनुसारका, ठिक छ त, कमन, के ठुलो कुरो भयो। हजुरहरू बुढाबुढी बोलेको बेलामा, हजुरहरू साथी बोलाएको बेला यसरी आएर अर्कोले कान थान्यो भने के भन्नुहुन्छ तपाईँहरूले? कुरौटी, कुरो चासो राखेको, अर्काको ध्यान दिएको भन्नुहुन्न। अनि आफ्ना छोराछोरीलाई चाहिँ डुक्रेनी
त्यही भएर टिनेजरका छोराछोरीहरू मैले चाहिँ त्यति दुःख मान्दैन हो, उनीहरूको आफ्नै इनेट नेचर छ, आउँछ, विज्ञानले दिएको कुरा होइन, जेनेटिक्स आफ्नै स्वभावहरू पनि छ। तर हामी धेरै यिनीहरूलाई चाहिँ त्यो अचार बनाएर मुसेर गनाउनी बनाएको चाहिँ हामी अभिभावक, हामी एडल्टै हो, टिचर होला, अभिभावक होला, जोसुकी होला। हाम्रा पालामा त यस्तो थिएन। त्यसपछि तपाईँको छोराछोरीहरू त्यही पालामा लैजानुहोस् न त। अनि कोही कोही आउनुहुन्छ कि कवितामा अस्ति एउटा 17 वर्षको केटाले एउटा गुलाफ हो कि के दियो अरे होइन, हिजकै कुरा म भन्छु ल, हिजकै कुरा, गुलाफले एउटा केटीलाई लिएर दियो अरे। हाम्रो पालामा त यो सोचाइ नै आएन। यो चाहिँ शुद्ध झुट बोलेको त अभिभावकले। किन आउँदैन होला, गुलाफ दिनु भएन होला, तर फिल आएन यार। उमेर अनुसार हर्मोनल चेन्जेस आउँदा त्यो हर्मोनले ल्याउने कुरामा फिल आउँदैन। त्यसलाई रेगुलेट गर्नुभयो, डरले गर्नुभयो, बुझेर गर्नुभयो, त्यो उहाँको महानता हो। कसलाई आउँदैन? अब अहिले गुलाफ दियो, अब भोलि पर्सिका जेनेरेसनले अर्कै घरै देलान्, किनेर बिजनेस गरेछन् भने यसरी हामीले एक्सेप्ट नगरिदिने बच्चाहरूलाई, उनीहरूको चोइसलाई रेस्पेक्ट नगर्ने होइन। कतिले त बिचरा छोराछोरीहरूले एउटा विषय पढ्छु भनेका छन्, समाजको डर र आफ्नो त्यो परिवारको ध्वास देखाउनको लागि चाहिँ अनि जबरजस्ती मेडिसिन पढ भन्छन्। उसलाई इच्छै छैन त, कमन। उसलाई रातो लाउन मन छ, उसलाई अलिकति कालो लाउन मन छ, पहेँलो लाउन मन छ, हरियो नै ला भनेर त बच्चा कसरी हिँड्छ? हजुर हिँड्नुहुन्छ, म हिँड्छु। त्यही भएर अलिकति स्वतन्त्र रूपले बुझेर बच्चाहरूसँग हामीले उनीहरूको चोइसलाई प्रायोरिटीमा राख्यो भने बच्चाहरू लुपुक्कै आउँछन् के। अनि उनीहरूले चाहिँ यो भन्न भएन कि मेरा बाउआमाको खुसीको लागि गरेको भन्ने होइन के। उनीहरूले के भन्ने वातावरण उनीहरूमा मिलाइदिनु पर्यो भने मैले यो काम गर्दा म पनि खुसी, एन्ड आई अल्सो वान्ट माई पेरेन्ट्स आर ह्याप्पी भन्ने कुराबाट गइयो भने त्यो राम्रो हुन्छ। त्यस्तो वातावरण गराइदिएको हुन्छ। मैले कति बिचरा टिनेजरका बहुत दुःख छ नि उनीहरूलाई, हेर्नुहोस् त, दुःख छैन सम्झिनुहोस् त। तपाईँहरूले भनियो के गर्नु परेको छ र, पैसो मैले दिएको छु भनेको बाइक किनिदिएको छु बोलेको है। त्यही भएर प्लिज डोन्ट माइन्ड, डोन्ट ब्लेम दिस चिल्ड्रन। यो टिनेजरका होला, माथिका होला, जोसुकै होला, उनीहरूलाई फेल हुन दिनुहोस्, उनीहरूलाई अनुभव हुन दिनुहोस्। उनीहरूले बुझ्छन् कि उही रविन्द्रनाथ टैगोरलाई हो कि टैगोरको बुवालाई हो 12 वर्षमा इन्डिया ट्राभल गर्न मन लागेछ कि बैलगाडामा। अब उसको आमाले त भन्नुभयो अरे होइन यस्तो दुःख हुन्छ, तर उसको फादरले के भन्नुभयो अरे भने जाऊ घुमेर आऊ बैलगाडामा भनेर बैलगाडा दिनुभएछ कि 12 वर्षको हुँदाखेरि। टैगोर नै हो, तर कुन चाहिँ टैगोर हो। अनि गएपछि अब 1 हप्तामा फर्केर आएपछि भनेछ कि बुवा यो त घुम्न सकिँदो रहेनछ त भनेपछि, अनि किन नभन्नु भएको, मलाई किन नरोक्नु भएको सोधेछ कि 12 वर्षको टैगोरले सोध्नु भएछ। अनि उसको बुवाले भन्नुभयो अरे कि तिमीलाई मैले रोकेको भए सधैँभरि तिमीलाई मेरो बुवाले दिनु भएन भन्ने हुन्थ्यो। अब त तिमीले अनुभव गर्यौ, यु एक्सपिरियन्स्ड, यु लर्न्ड, त्यो सिकाइ सबैभन्दा ठुलो कुरा भयो। तिमीलाई यसले परिपक्व बनाउँछ। लुक एट दिस, दिनुस् के अलिकति तातो पानी नछो, तातो पानी छ भन्दा नि एकचोटि चुरुत्त तातो पानीले छोयो भने बच्चाले आफैले बुझ्छ के, थाहा पाउँछ के। एक्सपिरियन्सियल लर्निङ भने नि यही हो। प्रोग्रेसिभ एजुकेसनको मेन थिम पनि यही हो है त। त्यही भएर हामी अभिभावकहरूले हाम्रा खुसीका लागि छोराछोरीलाई नतानौं होइन, उनीहरूलाई चोइस दिउँ, उनीहरूलाई एउटा रेस्पोन्सिबल ह्युमन बिइङ हुनको लागि लड्न उठ्न सबै कुरालाई छोडिदिउँ, तर एक्सेप्ट गरौँ, कम्युनिकेसन गरौँ, अर्डर नगरौँ, बाधक नबनिदिउँ। यति गर्नुहोस् त। कति मिठा छन् यिनीहरू, कति जाने छन्, कति